वैदिक सनातन मान्यता अनुसार अर्थात् विभिन्न पुराण, वेद र उपनिषदहरूका अनुसार सृष्टिको सुरुमा यो ब्रह्माण्ड अत्यन्तै सुनसान र मौन थियो। भगवान ब्रह्माले यो संसारको सृष्टि त गर्नुभयो, तर त्यहाँ न कुनै ध्वनि थियो, न कुनै शब्द, न कुनै बाणी, न त कसैमा कुनै खास किसिमको चाल नै थियो। शब्दविहीन यो संसार बिल्कुल निस्सार र शून्य झैं लाग्थ्यो। आफ्नै सृष्टिमा कतै पनि कुनै आवाज, ध्वनि, शब्द वा चहल पहल नदेखेपछि ब्रह्माजी स्वयं आफ्नो सृष्टिप्रति सन्तुष्ट हुन सक्नु भएन। जताततै शून्यता र मौनता छाएको त्यो कठिन समयमा ब्रह्माजीले आफ्नो सृष्टिलाई अर्थपूर्ण र जीवन्त बनाउने संकल्प गर्नुभयो। त्यसपछि उहाँले आफ्नो कमण्डलुबाट पवित्र जल छर्किएर एक शक्तिको आह्वान गर्नुभयो। उहाँको त्यही मनको संकल्पकै कारण उहाँको मुखबाट एउटा दिव्य प्रकाश उत्पन्न भयो र त्यही प्रकाश विस्तारै बढ्दै गएर त्यहाँबाट माता सरस्वती प्रकट हुनुभयो। उहाँ कसैको कुनै पनि भौतिक गर्भबाट जन्मिएकी नभएर ब्रह्माजीको शुद्ध विचार र मनबाट प्रकट भएकी हुनाले उहाँलाई मानसपुत्री अर्थात् ब्रह्माकी मनकी पुत्री वा ब्रह्माको शक्तिको रूपमा पनि चिनिन्छ। माता सरस्वतीको स्वरूप अत्यन्तै शान्त, दिव्य र ऊर्जावान थियो।